हाई एभ्रिवान, सबैजना ठिकै हुनुहुन्छ होला है। अनि आज भने चाहिँ म एउटा फरक भिडियो शेयर गर्न गइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। उसको नाम चाहिँ साकिरा हो अनि ऊ चाहिँ नाइजेरियाबाट हो। हामी सँगै बिल्डिङमा एउटै बिल्डिङमा बस्छ हो। एकदमै राम्रो मिल्ने साथी। यहाँ हेर्नुस्, तपाईहरुले त देख्नु भएको होला है यस्तो हेयरस्टाइलहरु, बनिसकेको हेयरस्टाइलहरु। अनि आज भने चाहिँ बनाउँदै गरेको भिडियो बनाएर म तपाईहरुलाई शेयर गर्न मन लाग्यो, किनभने यस्तो चाहिँ हामी खासै देख्दैनौं नि त उनीहरुले बनाएकोहरु। अनि ऊ चाहिँ हामी सँगै एउटै बिल्डिङमा बस्ने भएर चाहिँ बनाउँदै रहेछ। अनि म भिडियो बनाउँछु ल भने चाहिँ ओके भने अनि मैले भिडियो बनाइदिएको। हेर्नु नि, यसरी चाहिँ बनाउँदै रहेछ क्या उनीहरुले। अब यसमा हेर्नुस्, यो जति ब्ल्याक कलरको हेयर छ यो चाहिँ ओरिजिनल हो। त्यहाँदेखि बाँकी कलर थियो अर्को कलर चाहिँ उसले बाहिरबाट किनेर लिएर आएको है। उसले भने थियो हाम्रो चाहिँ स्ट्रेट हुँदैन, हाम्रो कपाल चाहिँ यस्तै हुन्छ अरे हैन उनीहरुको कपाल चाहिँ। अनि सानैदेखि पनि बच्चै टाइमतिर पनि पुरा हेयर डिजाइन बनाउँछ अरे उनीहरुले, पुरा टाइम लाएर बनाउँछ अरे। यो कपाल बनाउनको लागि पनि कति टाइम लागेको थियो के। हेर्नुस् न, उनीहरुले यो बाहिरबाट किनेर ल्याएको हेयर हो। हेर्नु न, आधी आधी काटेको छ अनि त्यसपछि चाहिँ मसिनो बाट्दो रहेछ हैन, ओरिजिनल हेयरमा जोइन गरेर। अनि त्यसपछि डिजाइन बनाउँदा रहेछ। अनि मैले सोधेको तिमीहरुलाई अल्छी लाग्दैन यस्तो बनाउँदाखेरि? जहिले कहिले अर्को डिजाइनको बनाउँछ। अस्ति नै फेरि यो भन्दा अर्कै टाइपको बनाएर बोके थियो उले हैन। त्यतिखेर चाहिँ मलाई थाहा भएन। अनि अहिले चाहिँ ठ्याक्कै बनाउँदै रहेछ। अनि म त्यही भएर भिडियो बनाएको। अनि मैले सोधेको नि यस्तो बनाउँछ कहिले अल्छी लाग्दैन? कति चेन्ज गरिबस्छ नि त, हप्ता पछि चेन्ज गरिबस्छ। अनि भन्छ लाग्दैन, हामी त पुरा दिनभरि लाएर पनि बनाउँछ अरे क्या उनीहरुले घरमा। उता घरमा आउँदाखेरि चाहिँ उसले सबै बाटिसक्यो अझै यहाँनिर हेयर रहेको रहेछ। मैले यो त उब्रियो त, यो चाहिँ के गर्ने भनेर सोधेको त उसले अझै यसको पनि काम आउँछ भन्छ। अनि के काम आउँछ मलाई एक साइडमा पक्रिनु लाएर त उसले त यो त भट्टाभट बाट्नु थाल्यो है। हेर्नु नि, लामो कपाल बनाउँदैछ यहाँनिर बाटेर मलाई एक साइड पक्रिनु लाएर। यति लामो बाटिरहेछ। मैले सोचे काटेर बाटेर चाहिँ आधा काट्छ होला भनेको त, त्यो पनि नकाट्ने। अनि मैले सोधेको यति लामो चाहिँ किन? त्यो जुन चाहिँ अलरेडी बाटेको छ त्यो त अलिक यो भन्दा छोटो छ, अनि यो चाहिँ किन यति लामो बनाउने भनेको हैन, यसको पनि काम आउँछ लास्टमा हेर्नु नि अरे। मैले भने ओके। कहिले चाहिँ यतिकै कर्ल्स बनाएर छोडेको हुन्छ कपाल है, अनि कहिले चाहिँ फेरि मसिनो बाटेको हुन्छ, एकदमै मसिनो बाटेको हुन्छ हो। अनि कोही चाहिँ यो यतिको बाटेको हुन्छ बनाएको हुन्छ। तर मलाई त्यो यो भन्दा पनि अझै त्यो मसिनो बाटेको हुन्छ नि हो, त्यो चाहिँ मलाई एकदमै मनपर्छ यिनीहरुले बाटेको हैन यो भन्दा चाहिँ। तर मलाई पनि जहाँसम्म लाग्छ कि उनीहरुले चाहिँ हेयर स्ट्रेट गरेको भन्दा चाहिँ यो यस्तो खालको डिजाइनहरु बनाएको चाहिँ एकदमै म्याच गरेको जस्तो लाग्छ उनीहरुलाई, एकदमै राम्रो देखे जस्तो लाग्छ। अनि अघि यहाँनिर लामो कपाल बाटेको थियो नि हो, त्यो कपाल चाहिँ फेरि यो लास्टमा यो सबै बाटेकोलाई चाहिँ कभर गर्नुको लागि चाहिँ यहाँनिर बनाउँदा रहेछ, यहाँनिर जोइन गरिरहेछ। हेर्नु नि, अघिको लामो कपाल थियो नि हो त्यो यहाँनिर जोइन गरे। अनि उसले जति पनि यो टाइट कपाल बाटेको छ नि त्यस्तो चाहिँ अगर मैले बाटेको भए नि मेरो